आज मेरो छोरा है दिदी चाहिँ एयरपोर्टमा लिन जानुपर्छ भनेर कलेजबाट छिटो आएको थियो कि मैले भनेको थिएँ नि त कलेजबाट आएपछि नुहाइ गरेर दिदी लिन जानुपर्छ छोरा भनेको थियो अनि हतार आएको त छैन उल्टा दिदी चाहिँले पो सरप्राइज दिएर के भाइ चाहिँलाई घर आइदिएर भने हामी लिन जानु अगाडि नै के भाइ चाहिँ कलेजबाट आउनु अगाडि दिदी चाहिँ घर आइपुगिसकेको चाहिँ अनि दिदी चाहिँ त्यो रुममा लुकिएर भाइ चाहिँ देखिहालेछ कि फेरि मैले नदेखेर कहाँ गयो यो बच्चा रुम खाली छ भनेको थिएँ पर्दाभित्र बसिरहेको छ ऐ निस्किन अब कस्तो होला क्या यो भाइ चाहिँलाई कति माया गर्ने क्या दिदीहरूले आमा मेरो छोरालाई दिदी चाहिँ लिनु नि त्यहाँ यो चाहिँ मेरो लागि ल खानेकुरा आमा मेरो छोरालाई त कति धेरै खानेकुरा ल्याइदिने क्या दिदी चाहिँले मक्खै मेरो छोरा त चोक्लेट खाएर अब त्यो बट्टामा चाहिँ के हो वा मेरो छोरालाई त के हो अर्को दिदीले ब्रासलेट ल्याइदिएको थियो यसले फेरि सिक्री ल्याइदिएछ आमामा यो चाहिँ एसीको पास भएको पनि ल्याइदिएको अरे आमामा दिदी चाहिँ ल भाइ चाहिँ त मक्खै हो गिफ्ट पाएर त बाफ्रे भाइ त लु 32वटा दाँत देखाउँछ त आमामा त्यो चक्लेटहरू पनि हेर्दा त्यो वा कति धेरै ल